वालेकुम सलाम बोलो बाबु कैसे हो कसरी भाँच्यो राम्रो छ त नगएकै जग्गामा साथीलाई फोन गरेर सोध्दैनुहुन्छ ड्युटीमै बसेको म त यहाँ छक्कै परिरहेको छु यसको दोस्रो पिस दिएको भन्ने छैन चाहिँ त्यहाँनिर नाम देख्यो घाममा हिँड्दाखेरि चाहिँ चित्त होस् न भाइ कति हान्छन् सब बेचारा ग्यारेन्टी छैन दामी र पनि चेन्ज गरिदियो जग्गाकै जग्गामा फुटेको झरेको पनि छैन हो लन्च गरिसकेर चाहिँ नि बसिरहेको जग्गामै फुटेको नि त बुरोजाइको खोजा कस्तो रेड खालको हो भैया ब्लु ब्लु देख्दैछ है रेड 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 कुन चाहिँ मन पर्यो मन पर्यो त्यो खाने नै हो जाएगा तो चीज़ क्या नियत बाहिरबाट हेर्दा त आँखा खोलेर हेर्दैछ कि रिसाएर हेर्दैछ कि आँखा तडेर हेर्दैछ कि केही नबुझ्दैछ त अन्त अब यहाँ चाहिँ नि चस्माको फ्रेम भाँचेको थियो अनि फ्रेम मात्रै फेर्नु आउँदाखेरि पनि एउटा ग्लास चाहिँ गिफ्ट पाउँछ भन्ने कुरा चाहिँ थाहा थिएन पहिला चाहिँ हामीले थुप्रो लगेको 5-6वटा लगेको यहाँबाट तर अहिले चाहिँ फ्रेम मात्रै फेरि पनि गिफ्ट पाउँदो रहेछ अनि यहाँ सर चाहिँ कस्टमरसँग यहाँ हाम्रो सर चाहिँ के हो मन्त्र पढ्नु हुँदैछ कि त के गर्नु हुँदैछ हिमालयन आई अप्टिकल हिमालयन आई अप्टिकल यहाँ चाहिँ हामीले बहुत पुरानो कस्टमर हो हामी यहाँ सरको भनाइ चाहिँ के छ भन्दाखेरि यहाँनिर छिटो चस्मा भाँच्यो भने अझै राम्रो अरे यहाँ जसले चस्मा बनाउँछ उसको बुढाबुढी बिहा गरेको छैन भने छिटो बिहा हुन्छ अरे छेत्री बनिएको भयो त हजुर छेत्री बनिएको भयो त छेत्री ठिकै हो छेत्री नै मेरो नि भैया त भैयाकोमा बनाउँदै यता बहिनीको पनि भइहाल्कोमा बनाउँदा बिहा भएछ भन्नु न भन्नु न सिन्दुर लगाइरहेको रहेछ 2007 देखि लाउँदा लाउँदै बिहा पनि भयो नानी पनि छ 5 वर्षको 2007 देखि हो बच्चै थियो त त्यति बेला बहिनी त अन्त यस्तो यो कस्तो छ यसमा गिलास ल हुन्छ सर हामी गयौँ थ्याङ्क यू सो मच तपाईँलाई थ्याङ्क यू सो मच टाउको दुख्छ रिस उठ्छ टाढो राम्रो देख्दैन नजिक राम्रो देख्दैन आँखाबाट आँसु आउने वाक वाक जस्तो मन हुन्छ बुढाबुढी झगडा हुन्छ सब चेकअप फ्री हो अस्ति दिन एउटा छेत्री बहिनीको बिहा नभएर यहाँ चाहिँ लुइङके केटाले बिहा गरेको छ यहाँ चाहिँ जो मान्छेको बिहा हुँदैन यहाँ चस्मा बनाएपछि बिहा चाहिँ छिटो हुन्छ भइहाल्छ लभ दोकान हो यो लभ दोकान ब्रेकको भएको हुँदैन फेरि होइन चिनाजाना पठाइदिनुहोस् तपाईँहरू छ भने हामी छ म पढाउँदैछु मेरो एकजना आन्टी पनि यहीँ आउनु भएको छ तर अस्ति 2जनालाई पढाएको थिएँ कि मिस्टेकली अर्को जग्गा गएछ अप्टिकलमा मात्रै हो ल हुन्छ बाई बाई लु भाइ सबैजना बहिनी बनाएर जानुहोस् ल